मर्निङ वाक गर्ने त यस्तो होस् क्या समुद्रको छेउमा ट्याक्क लाएर यसरी मर्निङ वाकमा निक्लेको बिहानदेखि निक्लेको अब 2 राउन्ड मर्निङ वाक लाएर चाहिँ ट्याक्क पारेर अनि आउनुपर्छ घर। अब के गर्ने घरमा आउँदा ओहो नि अब चौरमा आयो सेटअप पुसअप गर। अब त्यस्तै छ जिन्दगी। अब के छ र फुलको बगैँचामा कुद्यो ट्याक्क यहाँनिर चौरमा आएर अब ट्याक्कै एक्सर्साइज गर्नुपर्छ। के गर्ने गाह्रो छ जिन्दगीमा। उठेर नै भाइ अब एक्सर्साइजतिर लाग, हल्का एक्सर्साइजतिर लाग्नुपर्छ। ढाडको एक्सर्साइज ढिन्टिटुक्कुन 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 गरेर के गर्ने गाह्रो छ नि जिन्दगीमा। के कहूँ चाहिँ अब टाउकोले ट्याक्क गर्नु पर्यो गाह्रो छ।